यमुना एम कुमारी पनि भन्न मिल्छ नो एआई अनि त्यसपछि गएर लग्नकुमारी चन्द्रमाबाट विद्यामा बस्यो राम्रै यो विद्यामा चन्द्रमाबाट भनेको धनको समय सूर्य पनि छैटो बस्यो र अग्नि ज्वाला हेर्छ आगोले पर्नु अथवा चोट लाग्नु भन्छ यो अलिक कमजोर एकदम घाउ देखिन्छ अनि फलाम राम्रो गाडी घोडा तेल पेट्रोल कोइला त्योभन्दा कारखाना रातो वस्तु किनभने सबै छ अनि आमा जमिन भान्दा पानीको माने सुरु विद्यामा राम्रो गर्छु विद्यामा बुझ्छौँ विद्या पनि दिनु दानी नै नआउने होइन विद्या पनि राम्रो छ कति वर्ष 8 10 पढ्ने 10 विद्या राम्रै होला सन्तोष शर्मा विद्या राम्रो छैन अनि अब मामाबाट पनि सूर्य मङ्गल राम्रै हो अब 7 श्रीमानको सम्मान शनि देख्दै पनि देख्छ आएको मान्छे भाग्यमा बेर मान्छे धार्मिक पनि हुन्छ दुई गरेको सेवा गर्ने परोपकार गर्ने धर्म गर्नलाई मान्ने अरूको सेवा सुता गर्ने मान्छे होइन यसले कति हेऱ्यो 1 2 3 4 5 जग्गालाई उच्च राम्रै भयो 6 7 भाइ बहिनीलाई पनि हेऱ्यो पनि राम्रै भयो 8 9 विद्यालय पनि हेऱ्यो दिल्लीको सही ठाउँ भयो एकदम उत्तम छ अनि अरू जे गरेर हुँदैन अनि यही विदेशपछि हाम्रो बस्यो यिनीलाई विदेशपछि अति उत्तम बसेको अनि शनि तीर्थ राम्रै छ शुद्ध बुध चन्द्रमा तिर्ने गरेर सुसेर बस्यो एक 5औं शुक्र छ सिद्ध गर्ने सक्छ नि सिद्ध गरेर लाग्छ सिद्ध 15 देखि 20 मा सिद्ध नचल्नु भन्ने हो यिनलाई मेरो मान्यता सिद्ध गर्ने सिद्ध 11 देखि 18 11 18 मा अलि मैले बढी पढ्नुपर्छ भने अहिले 67 कति वर्ष है 14 वर्ष 15 वर्ष होला 3 वर्ष पढ्ने बेला त छैन 18 सिद्ध गइहाल्छन् सङ्कटा 1926 सङ्कटाबाट दान जप सब गर्नुपर्ने हो अनि 27 देखि 32 जीवनमा सफल बन्ने योग बनेको त्यो बेला हो 27 28 29 30 31 32 जीवनमा जे गर्नु सक्छ राम्रै गर्छन् त्यो बेला राम्रै बन्छन् अहिले 27 2 15 वर्षको भयो 18 मा सिद्ध रहेछन् यो बेला त बिहा किन गर्दैन है 10 साल पढ्ने बेला यो छैन 18 देखि 22 मा सिद्ध आयो भने कहिलेकाहीँ अहिले बिहा छ यो सिद्धले हाम्रो सबै आत्मा पनि भइपर्ने कुरा हो 5औं शुक्र भयो भने यिनले अब त्यो अब भाग्ने अब त्यस्तो गराइदिन्छ क्या अहिले यिनीहरूको पनि अस्ति यो केटा पनि यो अहिले यो अनमोल गौरी भन्ने छ नि त्यसमा अहिले सिद्ध गरे हामीले अस्ति एक दिन पनि हामीले पहिलो बस त्यसको भए त्यो दिन आएन त्यसको हो भने फलानु भन्ने भयो त्यो के कारणले भयो यति सानो मेरो भन्ने अहिले जिकेर त आयो त अरूको होइन हाम्रो पछि पनि चिना बस्नु क्या अस्ति बढी बस्नु त्यसको चिनाएर 12 चिना भयो हाम्रो अस्ति 12 वर्षमा छ यसो देखाएपछि यसो ठक्क मान्ने त यो केले गर्यो त भन्ने आयो त्यसमा पनि जाँच त रह्यो त हामीले तत्काललाई कि घर बसा केही छन् त्यस्तो तत्काललाई सिद्ध छन् सिद्ध भने राम्रो गरेर नराम्रो गरेर होइनन् सिद्ध भने सर्वसिद्धि छ सबै काम हामीले गर्ने सिद्ध गर्ने शुभ गर्ने उत्तम गरेर हो सिद्ध नराम्रो त होइन अनि 16 वर्षमा केतु हेरेर रहेछ यताबाट त्यो 17 यताबाट पनि केतु नै भयो केतु गरेर चलिरहेको छ अहिले केतु गरेर चलिरहेको छ केतुले के गर्ने हो भने बुद्धि नै हल्का बुढो गर्नु पहिलाभन्दा हल्का बिर्सने भुल्ने है बुद्धि बोधो बनाउन सक्छ 12 भागमा केतु छ अनि यिनीबाट सानोतिनो सामान हरिन चोरिन सक्छ है बुद्धि बोधो हुने सामान हरिन चोरिने धर्म जुन सानोतिनो झ्यासो छ बेरम लाग्ने पनि सक्छ यो बेला किनभने यो केतु गरेर चलिरहेको छ सिद्धले दुखी बेलामा केही गराउँदैन अहिले यो खास गएर सानै उमेर छ विवाहसम्म कहिले भागेर बाजेर पनि भन्ने डर अब त्यो अवस्था छैन त्यो ठिक छ अरू दिन बृहस्पति नहेरेको भए यसले समस्या आइहाल्थ्यो बृहस्पतिले त बृहस्पतिले त्यही विद्यालय हेरे हुनाले सिद्ध हुन त बृहस्पति बाह्र बलियो गरेर बृहस्पति त बलियो अनि किन बृहस्पतिले सिधै आफ्नो छोरी बृहस्पतिले विद्यालय हेरे हुनाले त्यो समस्या यिनलाई आउनु छैन यिनले अहिले भनेको एउटा केतु गरेर अर्को अग्नि ज्वाला हो आगोले नपलोस् चोट नलागोस् सानोतिनो चोट लागेर घाउ पनि देखिन सक्छ भन्ने डर हो एउटा अब तिनीहरूले एकहोरोपन बनाउने मेरै कुरो मान्नुपर्छ भन्ने घर परिवारसँग र अहिले अलिकति बिर्सने
भुलाउँछ के त्यसको केही हुन्छ जस्तो उपाय गर जाऊ शान्ति गराउनु त्यही नहोस् भन्नको लागि यसो अनुकूल मिल्यो भने गर शान्ति गरिदिनु भयो भने राम्रो होला भन्ने हो अनुकूल मिल्यो भने यो भूमि लगनभित्र सानसानो एउटा गर दान जस्तो गरिहाल्नु जुतो सुत्केको केही छैन भने घरमा होइन छैन भने यसो सानसानो गर जाऊ गरिहाल्नु अब अहिले यसो बेला होला त्यो बेला गरे यसो भुल्नु जानेको सुन्नु बिहान लडा होला सामान्य ठुलो पूजा सो सामान्य ठुलो पूजा नि गर्न पाउनुभयो हजुरले रुद्र सत्यनारायण गर्ने इच्छा छ भने टाइम गरेर गाडिहाल्छ नयाँ दान गर्नै परेन सामान्य एउटा गर त मात्रै घरमा एकजना बाहुन बोलाएर यसो केतु ग्रहको र शुक्र ग्रहको शान्ति गरिदिनु भयो भने यिनको विद्यालय पनि टेवा पुग्ला चोटपटक नलाग्ला सामान नहरिला नचोरिला भन्ने हो त्यस्तो अप्ठ्यारै गाह्रै हुने गर चाहिँ होइन आत्ति नै बढ्ने गर चाहिँ आत्तिले चिन्ता गर्नुपर्ने छैन त्यस्तो गर चाहिँ छैन शनिको त्यो दृष्टि छ अरू पछि भविष्य त उत्तम छ मङ्गल विद्याको मालिक टेक्निकल शिक्षा पढ्नु भने अति राम्रो है स्वास्थ्य लाइनतिर अथवा पढ्ने नै हिँड्ने डक्टरै भन्ने गरेर डक्टर अथवा मङ्गल भनेको डक्टर भए पनि सर्जन हुन्छ नि भोलि शुक्र भनेकै त्यही हो विद्यामा शुक्र आएर बसेको छ अनि विद्याको मालिक मङ्गल हो टेक्निकल शिक्षा पनि पढ्नु आयो तर बृहस्पतिको दृष्टि विद्या भाग्यमा बृहस्पतिले लग्नलाई पनि हेऱ्यो भाइ बहिनीलाई पनि हेऱ्यो विद्यालाई तिनवटा कुरा भाइ गर्ने भयो बृहस्पतिले आफू पछि हुने भाइलाई पनि भाइ बहिनीलाई पनि हेऱ्यो भाइ नै भयो पछि है किनभने बृहस्पतिले हेरेरै भएको भाइ सातौँ दृष्टिले भाइलाई हेऱ्यो आफू पछि भाइ जन्मा भाइलाई राम्रो गर्ने भयो आफ्नो लग्न दिमागलाई हेऱ्यो आफ्नो दिमाग तेजिलो बनाउनु भयो यसले विद्यालाई पनि हेऱ्यो अब यसले सन्तानलाई पनि हेर्ने भयो त्यो भएर यिनको बृहस्पति अरू जग्गा एउटा बृहस्पति अति राम्रो डिग्री गरिसकेको डिग्री अलि कमाउँदा बृहस्पति आएर 3 डिग्री 12 भयो अलि 12 अवस्था रहेछ बच्चा भए पनि यस्तो यो बृहस्पति 10-11 डिग्री भइदियो भए 10 देखि 15-16 डिग्री भइदिएको भए त अति राम्रो हुन्थ्यो बाल भए पनि आफ्नो घरमा छ बच्चा भए पनि आफ्नो घरमा त बलियो हुन्छ नि जो पनि होइन बाल अवस्थामा त बाल अवस्थामा छ अनि यौवन अवस्थामा छैन बाल भए पनि त आफ्नो घरमा छ अनि त्यसपछि गएर सूर्य र अग्नि ज्वालायो त्यही हो आगोले पोल्नु अथवा चोट लाग्नु खराब हुनु थियो बुद्धि बोतो हुनु जिद्दी बढी हुनु एकोर बनाउनु मेरै कुरालाई मान्नुपर्छ भने वचनता बढी दिनु तेरै कुरो सही हो तेरो पनि ठिक छ भनिदिनुपर्छ हामीले यिनलाई 2 अनि अब त्यसपछि फेरि न्याय गर है फेरि यिनको आफ्नो मान्छेले गल्ती गरिकन अर्काले न्याय गरेको छ भने हामी त्यसमा गल्ती हो भन्न सक्नुहुन्छ शनिले हेरिहाल्दैन अरू मान्छे जस्तै आफ्ना गल्ती लुकाउने हुन्छ नि यो त्यो हुन्न एकदम इन्साफ दिने गरेर हो शनिको दृष्टिले शनि भनेको न्याय गरेर हो न्यायाधीश हो शनि भनेको त न्यायाधीश हो त्यो भएर न्यायको गरेर शनि भएन शनिले विद्यालाई हेरिहाल्दैन यिनीबाट गलत काम हुन सक्दैन गल्तीको सपोर्ट यिनीबाट हुन्न क्या आफ्नै भए पनि गलतलाई गलत सहीले सही पनि क्षमता भयो कि मान्छे यो पनि ठिक छ गर त्यही केतुले अलिकति बिहार्ने भन्ने अरू सबै ठिक छ ठिक छ ठिक छ तिना राम्रै मन्दिर तिना छ भाग्यमा बृहस्पति छ उत्तमै छ यो ज्येष्ठको विधि हिजो जन्मिलै गरिसक्नु भएको तपाईँहरूले विधि गर्नु पर्थ्यो है ज्येष्ठको विधि गरेर के हो कहिले मुले बढेछन् भन्ने त विधि हुन्थ्यो नि त्यो त गरिसक्नु भएको थियो 67 जन्मिएको त गरिसक्यो हाम्रो त जुम्लातिर हेर्नु कुरा त बढी हुन्छ गरिहाल्छौँ अनि हजुरको नम्बर दिनुपर्ला म फोन गरेर होला 98 भएन त कार्ड दिनु त कार्ड भयो त 2-4 नै दिनु पर्यो 98 मात्रै अगाडि हो 68 भएन त्यही गराउन गयो त्यतिकै हामी घुम्न आएको थियौँ नम्बर यही ठिक छ नम्बरै त्यही हो मेरो जेमा पनि थियो यो बैङ्कमा पनि त्यही हो गुगलमा पनि त्यही हो पैसा गएको छ त अहिले त्यही हो भाइ 32 ल हुन्छ त गुरु अब गएँ मैले यसो अलिकति के भने यिनको